एकछिनबाट हामीले यात्रा सुरु गरियो। यहाँसम्म गाडीमा आइयो हामी टक्क लाएर कपाल बढेर जङ्गल हिँड्यो। जङ्गली अनार बनायो। हनुमानले गदा बोको चाहिँ गादा बोतल बोको होइन। त्यसपछि हिँड्यो भाइ बाटो चाहिँ ठाडै उकालो के। यहाँबाट त गुल्डे पनि गुल्टुङ तलै पुगिन्छ जस्तो। नुवाकोट प्रवेशद्वारमा तपाईँलाई स्वागत छ अमृतजी। हाम्रो चाहिँ यहाँबाट चाहिँ यात्रा नुवाकोटको छ है। मणिमुकुन्द ट्रेन प्रवेशद्वार फुलबारी जाने बाटो छिनबाट हामीले यात्रा सुरु गरियो। यहाँसम्म गाडीमा आइयो हामी टक्क लाएर। हाइवे है यो। यहाँबाट तपाईँहरू चाहिँ यहाँभित्र छिर्न सक्नुहुन्छ। मेरो साथमा सहयात्री हुनुहुन्छ अमृत घिमिरे। आज 2 जना मात्रै। 11:28 हामीले यात्रा सुरु गरेका छौँ दिउँसोको घाममा। अनि के छ तपाईँ कति एक्साइटेड हुनुहुन्छ आजको मुभमेन्टको लागि? एकदम एक्साइटेड हो। ल जोस्। अब चाहिँ यसो 2-4वटा खानेकुराहरू झोलामा हालेर होइन। झोला त अलरेडी प्याक छ यो। प्याक छ बोकाउँला हातमा बोकाउँला। पानी एउटा मैले हातमा बोकाउँ क्या हो। पानी लास्टै गरौँ हुन्छ कि। ल बुटवल माध्यमिक विद्यालयको साइडबाट हामी सिँढी जस्तो रहेछ। ल त्यो चोकबाट ल 5 मिनट गरेर आएपछि सायद यो सिँढी छ होला बाटो। हामी कतै चेक नगरिकन सिधै 600 मिटर अहेड सिद्धार्थ केबल कार यहाँबाट ओ यहाँ पलतिर। नुवाकोट प्रवेशद्वारमा तपाईँलाई स्वागत छ अमृतजी। ल हामी चाहिँ यहाँबाट अब टक्क सुरु गरियो यात्रा। टक्क सिमेन्ट लगाएको बाटो सिँढी जे होस् आज दरै हिँडाइ हुन्छ जस्तो लागिरह है। सिँढी गन्दै जाने हो कि? अस्ति बागदार गएको 2500 सिँढी भन्थ्यो के अरे होइन भनाइ छ के। सुन्नमा आएको हो के अरे। सत्य त के हो अब गन्निएन आफूले। काँधमा बोतल यो फेरि यात्रा हिँड्दाखेरि पानी नै बोक्न गाह्रो के सबभन्दा। पानी धेरै चाहिन्छ। पानी पुग्दैन फेरि। सबभन्दा धेरै चाहिने पानी। सबभन्दा बोक्न गाह्रो पानी। यो ठाडै उकालो यस्तो छ यार। जो पाइ त्यही हिँड्न सक्ला जस्तो छैन यो बाटोमा। हिँड्न त हिँडिन्छ जति नहिँडेको मान्छे नि 15-20 मिनट हो गाह्रो। त्यसपछि बानी परिहाल्छ ज्यानलाई। बाटो चाहिँ ठाडै उकालो के। यो फेरि सिमेन्टमा अथवा ढुङ्गामा हिँड्न गाह्रो हुन्छ नि त माटोमा भन्दा। पोखरादेखि माथि हामी त्यो जाँदाखेरि थियो कि यसभन्दा ठाडो थियो। यस्तै नाम रिकल होइन पोखरामा। काउडाँडा कि काउडाँडा जाँदाखेरि ठाडै यसभन्दा ठाडै त्यहाँ घुम्यो अनि फेरि ठाडै। यहाँबाट त गुल्डे पनि गुल्टुङ तलै पुगिन्छ जस्तो। एउटा गेट आयो कि। ए उताबाट मोटर बाटैबाट आए पर यहाँ आइने रहेछ कि। हामीले अघि एउटा मोटर बाटो छोडेर यता ठाडो लगाएको कथा बुझियो बल्ल। पिच बाटो नै रहेछ यतापट्टि। चट्ट राम्रो पिच रहेछ। गेट पनि कस्तो चिरिक्कको बनाएको रहेछ।
हामी यताबाट छिरिरहेछ यताबाट रहन्छ यो गेटभित्रबाट जानुपर्ने रहन्छ यो केबल कारको टिकट काट्ने मात्र काम हुने रहेछ यहाँबाट अनि केबल कारबाट जाने काम भयो हामी स्पेसली जान पर्ने चाहिँ यो बारको साइडबाट टुकुर 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 हिँड्दै जाने कुदिराख्नु भएको छ के अरे फुल स्पिडमा म चाहिँ पछाडि पछाडि लिखिर लिखिर लखर लखर नुवाकोट केबल कार स्टेसनको सेरोफेरो कमलको फुल रहेछ पार्कभित्र कस्तो राम्रो हो कि बाटो चाहिँ मलाई सही राम्रो लाग्यो रुखहरू पनि नफाडिकन चट्ट मिलाएर गरेको रहेछन् कि रुखहरू पनि जोगाउने बाटो पनि खन्ने ढलाइ गरेर हामी हिँडिरहेछौँ लगभग 45 मिनट जति जानु सुरु गरेको यो यस्तै ल्याउँदो है अझै मोर देन आवर चाहिँ लाग्छ होला पुग्नु ठिकै छ बाटो टेक्यो होइन हामी अघि ढलाइ बाटो हिँड्ने थियो त्यो चाहिँ केबल कारसम्म मात्रै आउने बाटो रहेछ त्यहाँ माथि चाहिँ ढुङ्गाको सिँढीवाला घाँटी पनि कस्तो पुगेन निल्न सक्ने गरेर सुक्यो यार गर्मी छ बाटोमा कोही छैनन् यात्रीहरू खासै हिँड्ने मान्छे देखिएन बटौली हिँड्न जानेन भनिदिएको कि अस्ति कि अस्ति पनि हाम्रो कन्फर्मै त्यसमा छ एउटा मान्छे त हिँड्न जानेन एउटा मान्छे त भेटिन्छ कि जस्तो लाग्थ्यो एउटा नि भेटिएन आज झन् अस्तिको रूपमा नि छैन आज नि छैन कोही पुरा जङ्गलको बिचबिचबाट च्याडक्कको बाटो चाहिँ बवाल छ यो चाहिँ धेरै राम्रो छ नि होइन हिँड्नको लागि बाटो यो हिन्दी रोडले हो तर अहिले अब रोडतिर मान्छेहरू चाहिँ हुन्छ होला बिदाको दिन बिदा होइन गर्मी हुन्छ क्या बुटुलको मान्छेलाई धेरै ए गर्मी आउन निस्किन्छ बाहिर भन होइन यसो जाडोतिर नभए बिहानतिर चाहिँ कोही भेटिन्छ होला बरु होइन बिहानमा भेटिन्छ होला बिहानमा हिँड्छ होला मान्छे दिउँसम्म यो घाममा कोही निस्किनु तर हिँड्नलाई घाम पानी केही भन्नै पर्दैन पानीको बोतल बोको हिँड यस्तो हो कि एउटा झोला बोको एक बोतल पानी यस्तो खानेकुरा 2-4वटा फल सब्जी छेउछेउ हाल्यो निस्किने हो कि म त एक्लै पनि निस्किरहेको हुन्छु झोला हो नि एक्लै निस्किनु तपाईँ गएपछि पनि म अब एक्लै हिँड्छु काहीँ न काहीँ त एउटा झोला बोको हाफप्यान्ट लाऊ जुत्ता लाऊ मलाई एकछिन गर्ने कुरो भयो अलि पालो बोक्नु पर्यो नि घचक्कर लाएर एकैजनाले बोकेर नि भएन बोक्न त पर्यो दुईजनाले जो अनि ठिक छ पालो पालो ठिकै हुन्छ जस्तो लाग्छ के छ कपाल बढेर जङ्गल हिँड्यो जङ्गली अनार बनायो हनुमानले गदा बोको चाहिँ गाँदा बोतल बोको होइन त्यसपछि हिँड्यो गई अब ह्यासट्याग हिँड्न जानेको बुटोल हुनु पऱ्यो नेक्स्ट टाइम भेट्नु पर्यो मान्छे यो केबल कार बनेपछि पनि मान्छे कम भयो होला कि हिँड्नेहरू प्रायः मान्छे अब यसो फ्यामिली लिएर साथीहरूतिर होलीतिर जाने बच्चा बच्चा घुम्ने पहिला चाहिँ यो उताबाट बाइकमा यताबाट चाहिँ हिँड्यो अलिक जान्थ्यो होला मान्छे हामी पनि पहिला बाइकमा हिँड्यो अब चाहिँ अलिकति हिँड्ने पनि एक्सप्लोर गरौँ भनेर हिँड्ने पनि एउटा फर्मुला हुन्छ फेरि वा नुवाकोट पुग्ने भनेर हिँडेको मान्छे भर्खरै पुगुला चाहिँ गरेर हिँड्यो भने त्यो 15 मिनटभन्दा हिँड्दैन त्यो मान्छे त्यसमा कारमा कति सकिन्छ हिँड्न पनि छोड्नु भएन थकेला जस्तो पनि हुनु भएन क्या हिँड्नेतिर भन्दा पनि यो अरूतिर ध्यान इन्गेज गरेर रमाइलो गर्नु ठिक छ गन्तव्यमा नपुग्यो भने बिचैबाट फर्कियो भने केही फरकै पर्दैन कि जति हिँडिन्छ त्यो हिँडाइको आनन्द लिनु पर्यो क्या
त्यो लामो सास आइरहेको त्यसको आनन्द लिनु पर्यो, थकाइको आनन्द लिनु पर्यो, प्रकृतिको आनन्द लिनु पर्यो। अस्ति 9 जना थियौँ, आज 2 जनामा झरेको छ। 9 जनामा फेरि अस्ति 9 जना बटौली उठाएर हिँडे हो, ती सबैले अब हिँड्दिनँ भने फेरि जान्नमा भन्ने 1-2 जना चाहिँ हिँड्छु भन्ने भेटिए थिए। कार्य व्यस्तताको कारणले उनीहरू हिँड्न सकेनन्, तर बटौली हिँड्न सकेन। टोलीहरूले रातभरि नुन पानी हालेर, तातो पानी हालेर खुट्टा चौलेर बसेछन्। त्यो आइडिया लगाइदियो नि त ल त्यो बबाल ठाउँ आयो नि, चट्ट लाएर रातो कति राम्रो बुटो के चडक्क परेको। यता पनि छ अर्को, तर योभन्दा चाहिँ यो यस्तो राम्रो देखिरहेछ। डाँडामा हल्का अँधेरो छ, नत्र उताको डाँडा पनि क्लियर देखिएको भयो। केबल कार त खै हरायो त कता गयो। हामीलाई केबल कार चाहिएन कि, हामी पैदल यात्रीलाई केबल कार किन चाहियो। एउटा बोतल पानी खाली गरेर फेरि अर्को बोतल काँदा हालेर गधा के अरे हनुमानले गधा बोके चाहिँ होइन, त्यो फेरि गधामा जति पावरै छ फेरि यो पानीमा फेरि हनुमानको जति गधामा पावर छ नि त्यति छ पावर। यो नहुने नि हिँड्न गाह्रो छ फेरि। ए जीवन नै हो नि। मलाई चाहिँ यो रोड चाहिँ दामी लाग्यो। यो बुटोल भन्दा नि अहिलेसम्म हिँडेकोमा नि मैले बेस्ट रुट मध्ये मैले राख्छु यसलाई फेरि बुटोलमा। अन्त पनि हेरौँ न, टक्क राम्रो देखिरहेको छु कि मैले चाहिँ। मेरो आँखै राम्रो आउने कि हिँड्ने रुट हो कि हिँडेको रुट हो। अस्ति बस्ने कम हिँड्ने रुट हो नि त। अस्तिको नि फेरि अर्कै लेभलको रुट थियो नि त, फेरि जङ्गलवाला फिल थियो नि त्यहाँ। फेरि यो फेरि रुटवाला फिल छ होइन। बसन्तपुरमा फेरि जङ्गलवाला फिल थियो। घरि झाङसित पतरिँदै हिँडे बसन्तपुर चम्पादेवीको कुरा गरेको मैले। अस्ति रङ रुट हिँड्ने तर गन्तव्य राम्रैमा पुग्यो। तर ठिक छ, त्यो रुट राम्रो थियो। गलत रङ रुट हिँडे पनि कतै पहिरो गएको थियो, कतै के भएको थियो, मजा आयो। यस्तो गजबको बाटो हिँड्न पाइन्छ है बटौलीमा नि। यो नुवाकोट जाने क्रममा हामी यो घाममा यसरी हिँड्दैछौँ। हिँड्नु पर्यो क्या। आदि समस्याको समाधान हिँडेपछि हुन्छ। घर सुन्नु पर्यो। मिलन सर के छ यात्रा कताको? यो नुवाकोटको पनि महत्त्व छ नि तपाईँको। जितगढीको युद्धमा माथि नुवाकोटमा यहाँ माथि राजाहरू बस्थे, अनि तल जितगढीबाट माथि नुवाकोटसम्म एउटा सुरुङ मार्ग थियो चाहिँ। अनि लड्दाखेरि यहाँ माथि राज्य थियो, सेनाहरूले चाहिँ तल जितगढी किल्लामा गएर लडे। अनि हात हतियारहरू गलीगट्ठाहरू चाहिँ सुरुङ मार्ग हुँदै पास गर्थे। त्यही भएर पनि फेरि नेपालले अङ्ग्रेजसँग लडेका युद्धहरू प्राय सबै हारेका हुन् होइन। एक ठाउँ मात्रै जितेको हो, त्यहाँ भनेको कहाँ भन्दाखेरि जितगढीको। त्यही भएर पनि यो जितगढी नुवाकोट एउटा ऐतिहासिक हिसाबले पनि हाम्रो यो महत्त्वपूर्ण चाहिँ स्थान हो भन्दा त्यसरी बुझिन्छ। त्यति बेलाका तत्कालीन कमान्डर उजिर सिंह थिए। उनले चाहिँ लडेर बहादुरताका साथ लडेर चाहिँ नेपालले अङ्ग्रेजसँगको युद्ध जितेको ठाउँ हो यो नुवाकोट जितगढी। त्यस कारणले पनि यो स्थानको महत्त्व नेपाली इतिहासमा छ। राज्य एकीकरणको समयमा भएको एउटा राज्य पनि भयो र पछिको कुरामा पनि यो चाहिँ त्यसरी महत्त्व छ। हामी अहिले नुवाकोट 2224 राज्यका बेलाको एउटा राज्य भयो के र। पृथ्वीनारायण शाहले त एकीकरण गरे,
अनि पृथ्वीनारायण शाहले उ गरे हो नि त फेरि यहाँ त त्यसको पाल्पाको यो नुवाकोटलाई चाहिँ पाल्पाको कोसँग त्यसको बिहा भयो के पृथ्वीनारायण शाहको त पृथ्वीनारायण शाहको नुवाकोट गोर्खा भयो के उसको घर पो गोर्खा भयो के अनि नुवाकोटका राजासँग उसले सम्बन्ध बढाउनको लागि ऊ त कुटनीतिज्ञ थियो अनि राजाकी छोरीसँग पाल्पाकी त्यो नुवाकोटकी उसले चाहिँ सम्बन्ध गाँसेको थियो कि त्यसै कस्तो भइरहेछ हाइकिङ हाइकिङ ठिक छ हल्का सास बढिरहेछ आनन्द लिँदै किस्किएर खाम मानव ल्याउनु भएको थियो तपाईँले फेरि भाउजूले किनिदिनु किन कहाँ किन्नु त्यो घर जाँदा लगेर जान्छ होइन त्यसैबाट त्यतिबाट निकालेर अझै किन नभएको स्याउ पनि किन्दैन हामी चाहिँ यहाँबाट फेरि चलक्क सिँढीको बाटो चढ्दैछौँ सायद आइयो होला नजिकै भएर होला यो सिँढी बनेको यो त माथितिर फोहोरहरू अलिअलि भेटिँदै गएको क्या चाउचाउको खाएको छ के अरे त्यो थाकल यो थाकल कर्णेल उदय सिंह थापा नेपाल अङ्ग्रेज युद्धको समयमा पाल्पा पूर्व क्षेत्रमा एक सच्चा देशभक्त कुशल प्रशासक रणनीतिकार तथा दूरदर्शी राजनैतिक कमान्डर हुनुहुन्थ्यो। उहाँको जन्म विक्रम सम्वत 1852 साल चैत कृष्ण प्रतिपदाका दिन भएको थियो। उहाँ सरदार अमरसिंह थापाका नाति काजी नयनसिंह थापाका छोरा र मुक्तियार मठ बरसिंह थापाका भाइ हुनुहुन्थ्यो। हजुरबुवा सरदार अमरसिंह थापाको स्वर्गरोहण भए पश्चात तत्कालीन मुखिया भीमसेन थापाले 19 वर्षको उमेरमा उहाँले पाल्पाको प्रशासक नियुक्त गर्नुभएको थियो र उहाँले पाल्पा कोटवाल क्षेत्रमा गोर्खाली सेनाको नेतृत्व सम्हाल्नु भएको थियो। दक्षिणबाट बेलायती सेनाको सम्भावित आक्रमणको अनुमान गर्दै उहाँले जितगढी किल्लाको पुनर्निर्माण गर्नुभएको थियो। एङ्ग्लो नेपाल युद्ध समाप्त भएपछि उहाँले 3 तले प्यागोडा शैलीको रण उजेश्वरी मन्दिर निर्माण गर्नुको साथै मन्दिरको दैनिक पूजा र खर्चको लागि कोठी स्थापना गर्नुभएको थियो। उहाँको 29 वर्षको उमेरमा विक्रम सम्वत 1881 सन् 1824 मा स्वर्गरोहण भएको थियो। अखण्ड ध्वनि लेखेको रहेछ। ध्वनि भनेको चाहिँ यहाँ समथिङ कस्तो खाले ध्वनि हो। गर्मी यो मन्दिर चाहिँ कुन मन्दिर हो? के को मन्दिर होला यो? ए भैरवको मन्दिर हो। प्रसिद्ध भैरव मन्दिर पाल्पा। यस्तो छ यहाँबाट कलारिया पोखरी होला यो कुल उसके ए गणहरूको केही होला होइन। त्यहाँ पनि 2-4 जना सायद हामीले अघि उस तल्लो देखेको टोली नै होला। लारी यहाँ भैरव मन्दिर गढ अनि यताबाट केबल कार चढेर सारा कुनै ग्रुपको होला यो। यहाँ त मान्छे रहेछ त टन्नै। यहाँ मान्छे त धेरै छन्।
खासै मान्छे छैन कि भनेको। एउटा भर्म टोली नै आएको जस्तो छ यहाँ। आमाहरू सबले चाहिँ कार्ड भिरेर आउनु भएको रहेछ। नमस्ते नमस्ते। सायद समूहबाट होला। हामी चाहिँ यो स्टेसनमा आइयो के केबल कारको। हो विश्वकै सबभन्दा धेरै बुट्टो हो। केबल कार आयो ल, खरेर आयो है नुवाकोटको केबल कार। मन्दिर छ ए नजिकै हो, 2 मिनट नै लाग्दैन। कहाँदेखि आउनुभएको आमाहरू? ए पाल्पाबाट समूहबाट आउनुभएको? गाविसबाट बुढाबुढीलाई कति 60 कटेकोलाई कि कसरी? 70 पुगेकोलाई घुमाउन। त्यही त सबै बुढाबुढी आउनु भएको रहेछ। कहाँबाट आउनु भएको रहेछ र भनेर सोचेको। ए ल हस्, ए माडीबाट। ल हस् ल, तपाईँको यात्रा सफल होस्, राम्रो होस्। मेरो गुल्मी हो घर, गुल्मी हो। यो ओन्ली सामान, ओन्ली फर सामानको लागि मात्रै। अङ्ग्रेजी घाटो घुस यार, जान्दै नजानेको मुखानी यार। समूहबाट आउनु भएको रहेछ, पाल्पाको माडीबाट। त्यहाँको गाविसले चाहिँ 70 वर्ष काटेकालाई घुमाउनु ल्याउनु रहेछ। भुवादेखि यो चाहिँ स्टेसन, तलको स्टेसन भयो। अघि हामी गएको थियौँ त्यो स्टेसन हो यहाँ। सरारा यसको तल तल हिँड्ने आए त झन् छिटो आइन्छ होला, बाटो भयो त। यसको तल तल बाटो हुने नि त उत्तिखेर आइन्छ। अरू पनि घुम्नुभयो कि यहाँ मात्रै आउनुभएको? आज एक दिनको मात्रै कार्यक्रम। अघि म तपाईँलाई कुर्दाखेरि एउटा गाडी आएको थियो कि त्यहाँ, उहाँहरू आउनुभयो। बसमा आउनुभएको थियो है? अघि बसमा आउनुभएको थियो, मैले देखेँ त्यो बाटोमा। 3टा बस आएको छ। ए हो, कतिजना आउनुभएको छ? 3टा बस पुरा सबै गाउँै खाली भयो होला है तपाईँको राशि त। अब भएका बुढाबुढी जति हो, भएका बुढाबुढी हो नि, त्यही पनि उठाएर ल्याइदिएपछि। मेरो बुढी मात्र छ घर। सिधै यताउति डिस्ट्राक्सन छैन, मोत रहेछ नि त। त्यो हावा जाउँदो रहेछ कि राख्नुहुन्छ त्यो त कलेजको बुवा। कलेज बहुमुखी कलेजको। यो चाहिँ रित्तै झऱ्यो है। आउन चाहिँ भरिभरि आइरहेको छ यहाँको केबल कार सब। अहिले चाहिँ मान्छे ल्याउने समय परेको भएर होला, सबै भरिभरि आइरहेछ। यो बसन्तपुर केबल कार देखिरह बुटोल भयो। तर यो अँधेरो के पुरै अँधेरो छ। उता आधी बुटोल देखिँदैछ कि यहाँको लागि। यो केबल कार, यो पारिक केबल कार, लुम्बिनी केबल कार। हो त्यो बसन्तपुर जाने। यो बसन्तपुर केबल कार। बसन्तपुर हैन, त्यो लुम्बिनी केबल कार। यो लुम्बिनी केबल कार बसन्तपुर जाने। अनि यसको माथिको स्टेसन नि देखिँदो रहेछ यहाँ त। यहाँ नि अस्ति गइयो
शिव हो त हामी अहिले आगे पुल्यो के त बुझेन पल्लो अनि हामी अहिले भ्यू टारमा त्यो अहिले हामी आगे पुल्यो त्यहाँ भ्यू टार भयो अहिले टाइम चाहिँ 1:14 भ्यू टार पनि डाँडोमै छ है त्यहाँबाट यहाँ हेर्नु र यहाँबाट हेर्नु त्यति मेरो फरक मैले मान्दिनँ है के भ्यू के होइन यहाँ काम देखेर त्यो भ्यू टावरबाट हेर्नु त्यसको त के अर्थ छ त्यहाँबाट हेर्नु र यहाँबाट हेर्नु मैले खासै फरक देखिनँ कि हाम्रो हाइकिङको बारेमा यसो समग्रमा समीक्षा गरौँ ल कस्तो भयो के भयो ल भन्नुहोस् आजको हाइकिङ एकदम राम्रो भयो अहिले समय पनि 2:41 भयो अब हामी फर्किने तर्खरमा छौँ लगभग 1-1.5 घन्टा जति यहाँ भुलियो अनि समग्र रूपमा हामी चाहिँ तल के अरे बुटोलबाट हामी यहाँ नुवाकोटको फेदीबाट नुवाकोटसम्म पैदल यात्रा हाइकिङ अहिलेको जमानामा हाइकिङ भन्ने चलन छ के अरे हाइकिङ गरेर यहाँसम्म आइयो यहाँ आउँदाखेरि बाटोमा कति बेला थकै लाग्यो कति बेला धाउ भयो कति बेला रेस्ट गरियो खाँदै अलिअलि भोजन पनि ल्याइएको थियो यो ढुङ्गामाथि बसेर खाइयो यो ऐतिहासिक ढुङ्गा रहेछ एउटा यो ढुङ्गा एउटा ऐतिहासिक ढुङ्गा छ यी ठिक छ यो ढुङ्गाको याद पनि सधैँभरि आउनेछ सायद यो जिन्दगीभरि नै यो ढुङ्गाले याद दिलाउनेछ अरू तपाईँलाई के छैन मेरो पनि त्यही छैन अब आजको यात्रा लगभग अब हामी फर्किने तर्खरमा छौँ अझै हामीलाई 1 घन्टा जति फर्किन लाग्छ होला अब लामो रोड जाने कि छोटो रोड जाने अब यहाँ कुरा हुँदैछ अब हामी फर्किन्छौँ 1-1.5 घन्टामा बुटोल पुगिहाल्छौँ अरू विशेष केही छैन